Hello guys, so welcome back and so friends आज म तपाईलाई बताउने छु कि आज हामी कार ड्राइभिङ लाइसेन्स चाहिँ फर्म चाहिँ कसरी भर्ने भनेर हैन। सो यो भिडियोमा हामीले चाहिँ आज कार ड्राइभिङ लाइसेन्सको लागि चाहिँ कसरी फर्म भर्ने सो त्यसको बारेमा आज हामी सो यो भिडियोमा बनिराख्नु होला। च्यानललाई सब्स्क्राइब गर्नु भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिहाल्नु ताकि आउने भिडियोको नोटिफिकेसन मिस नहोस्। सो फ्रेन्ड्स भिडियोमा अगाडितर्फ बढौँ हैन। क्रोम खोल्छु हैन। हामीले चाहिँ अनलाइन सो यहाँ मैले अब यहाँ कार ड्राइभिङ लाइसेन्सको चाहिँ गुगलमा सर्च बटनमा यहाँ तपाईले हेर्न सक्नुहुन्छ। फर्स्टमै तपाईले यहाँ दिएको छ हैन। सो यसमा यो फर्स्ट लिंकमा क्लिक गर्छ। यहाँ क्लिक गरिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ। अब हामीले अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टम दिएको छ। वेलकम टु अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टम अफ DOTM. Please follow the following step to create your profile and submit your application. So यहाँ अब enter your own mobile number. आफ्नो मोबाइल नम्बर हाल्नु होला। यहाँ म हाल्छु आफ्नो मोबाइल हैन। क्याप्चामा दिएको सेम टु W। सो नेक्स्ट गरिसकेपछि एमपिन अब यहाँ मेसेजमा अब पुरानै युज हुन्छ। सो म पहिला नै लगइन गरेको थिएँ। सो त्यस कारणले गर्दा यहाँ लगइन छ। सो त्यहाँ भनेको छ कि हामीले एउटै एमपिन चाहिँ नेक्स्ट मल्टिपल टाइम चाहिँ युज गर्न सकिन्छ हैन। सो पेस्ट गर्ने सो चाहिँ यहाँ नेक्स्ट एमपिन चाहिँ यहाँ छ हैन। नेक्स्ट गर्ने हैन। नेक्स्ट गरिसकेपछि सेभ गरिदिउँ। टु हामीले प्लिज ड्राइभिङ लाइसेन्स के तपाईँसँग भनेपछि कि तपाईँसँग ड्राइभिङ लाइसेन्स छ भनेर। सो यहाँ थप्नुहुन्छ। सो यस आई एम नेपाली ड्राइभिङ लाइसेन्स हो मसँग सवारी चालक अनुमति पत्र दिस ड्राइभिङ लाइसेन्स बट कि सो हामीसँग ड्राइभिङ लाइसेन्स छैन। सो यसमा यहाँ हामीले अब सिटिजनको हैन यहाँ अब यहाँ पर्सनल इन्टरभ्यू पर्सनल भनिहाल्छौँ हैन। सो फर्स्टमा चाहिँ हाम्रो अड्रेस अनि मिडल नेम चाहिँ ओके अनि डेट अफ बर्थ अब तपाईँको आफ्नो चाहिँ हाल्नु होला। सो डेट अफ बर्थ हैन। ओके सो नम्बर सेम टु सेम अब हुन्छ हाम्रो 12 जिल्ला छु जोन प्रोभिन्स प्रदेश हैन। 12 छ। अब पछि एकचोटि चाहिँ चेक गरौँ हैन। 15 ठिक छ। डेट अफ बर्थ ठिक छ। सिटिजन ठिक छ। ठिक छ। जोनल र तपाईँले तपाईँले हेर्न सक्नुहुन्छ एप्लिकेन्ट आइडी नाम र लाइसेन्स नम्बर अनि त्यसपछि तपाईँको सबै यहाँ आइसकेको छ। अनि लाइसेन्स स्टाटस एक्टिभ छ। लाइसेन्स प्रोसेस युआर इन न्यू लाइसेन्स एप्लाई गरी सो यहाँ अब तपाईँले चाहिँ सिलेक्ट एप्लिकेन्ट टाइप भन्ने छ हैन। सो आई वान्ट टु हेल्प म सम्बन्धित यातायात व्यवस्था कार्यालय चाहन्छु। म यातायात व्यवस्था कार्यालय बाहिर सूचित वर्गको लागि आवेदन। सो अब यहाँ हामीले हो। सो मैले चाहिँ हैन 4 चक्के। सो यहाँ अब क्याटेगोरी यहाँ छुट्याएको छ बाइकको छ हैन। मैले थप्न लागेको छु। सो मैले आवेदन गर्दैछु। यहाँ फर्स्टमा टिक पुनः यहाँ एडमा क्लिक गर्नु होला तपाईको हैन। एडमा क्लिक गरेर आइसक्नुहुन्छ। बाइ गरेर नेक्स्ट हैन यहाँ हेर्न सक्नुहुन्छ। अनि त चुज गर्छु हैन। अनि फिस चाहिँ अब म कार्यालय सो म चाहिँ अब यहाँ हेर्छु कहाँ छ फ्यु भिजिट कारो हेर्छु। अब यसमा तपाईले 2 सन्डे मन्डेसमा तपाईले कुन चुज गर्ने हो हैन तपाईले ल। सो मैले चाहिँ अब सन्डे नेक्स्ट सन्डेको चाहिँ चुज गरेको छु हैन। सो सिट हुन्छ अब नेक्स्ट गर्छु हैन। चुज गरिसकेको छु मैले नेक्स्ट गर्छु हैन।
सो नेक्स्ट गरिसकेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ एप्लिकेन्ट पोर्टल, आवेदन पोर्टल, स्टाटस, रेफरेन्स नम्बर, यो रिसिट डेट, यो सबै यहाँ देखाइरहेको छ। डाउनलोड अब हैन। सो यहाँ डाउनलोड एप्लिकेसन, सो तपाईँले यहाँ हेर्न सक्नुहुन्छ लाइसेन्सको चाहिँ कसरी मैले एड गरेको छु। सो यहाँ तपाईँले अनलाइन फर्म इजिली चाहिँ भर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो चाहिँ लाइक गर्नु होला र एउटा कमेन्ट गर्नु होला। एन्ड फ्रेन्ड्स, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नु।